एभ्रिवान, सबैलाई नमस्ते। स्वागत गर्न चाहन्छु मेरो च्यानलमा। र आज चाहिँ सिक्किमको एकदम प्रख्यात ठाउँ जहाँनिर चाहिँ तिमी भनेर चिनिन्छ, त्यस ठाउँमा चाहिँ अहिले चेरी फुलको सिजन भइसकेको छ। धेरै मानिसहरू त्यहाँनिर गइरहेको छ। त्यसैले गर्दाखेरि हाम्रो यो 5औं वर्ष हो र लगातार हामी सधैँ चेरी हेर्न जाने गर्छौँ। तर यसपालि हाम्रो फेरि पनि मौका पाएका छौँ र चेरी चाहिँ तिमीमा कस्तो फुलेको छ यसपालि भनेर तपाईँलाई म यो भिडियो मार्फत देखाउन चाहन्छु। फिलहाल चाहिँ अहिले जुन चाहिँ यो चेरी चाहिँ फुल्दैछ अनि चेरी चाहिँ फुल्ने सिजन हो भनेर सबैजना टुरिस्टहरूदेखि लिएर सबैजना आउँदैछ होइन। तर अब हामीलाई पनि एक्ज्याक्ट थाहा छैन अब कतिको फुलेको छ। आई होप सो अब त्यहाँनिर गएर फुलेकै पाओस् होइन। जाँदैछौँ हामी, अन द वे छ अहिले चाहिँ। अनि फुलहरू फुलेको अलिअलि चाहिँ देख्दैछ र फुल त्यो फुलले भन्दैछ कतै तल चाहिँ योभन्दा राम्रो फुलेको छ भन्ने सङ्केत चाहिँ दिइरहेको छ। तपाईँहरूलाई म एउटा दृश्य देखाउँछु। यो चाहिँ ठिक है नाम्ची बजार है, यो तल देख्दै गरेको नाम्ची बजार, त्यो पर भाइचुङ स्टेडियम। अनि तल आएको चाहिँ तलनिर भएको चाहिँ अघि हामी आएको बाटो हो। यति रमाइलो देखिरहेको छ, यति राम्रो सुन्दर देखिरहेको छ। र यो नाम्चीबाट देखेको भ्यू हो, सुन्दर भ्यू। र फिलहाल अहिले हेर्नुहोस् यहाँनिर जति सक्दो चाहिँ फुलिसकेको जस्तो देख्दैछौँ होइन। अहिले हामी चाहिँ तिमीमा आइपुगेका छौँ र यहाँनिर गाडीको भिड हेर्नुहोस् कति चाहिँ छ, क्रेज छ यो ठाउँमा चाहिँ होइन। यति डरलाग्दो यहाँनिर रेस्टुरेन्टभरि मान्छे छ, त्यहाँ चाहिँ एउटा एक्स्ट्रा। सो हामी चाहिँ यहाँदेखि निकै तल जान्छौँ जहाँनिर चाहिँ हामीले आरामसे हेर्नु सक्छ। वो अलिअलि देख्दैछ यहाँनिर मजाले फुलिरहेको चाहिँ देख्दैछौँ। मेन ठाउँमा जाउँ जहाँनिर चाहिँ बेसी मात्रामा फुलेको देख्छ। यो साइडहरूमा देख्दैछ, यहाँ माथि पनि देख्दैछ होइन। अब जहाँनिर चाहिँ फुलेको छ त्यहाँनिर बसेर एकछिन खिच्ने हो। ओ यो जग्गामा अलिकति बेसी मात्रामा देख्दैछ अहिले चाहिँ होइन। आहा तपाईँहरू पनि आउनुहोस् है। यहाँनिर अहिले यो मजाको समय भइरहेछ तिमीको। र तिमीमा आउँदाखेरि तपाईँहरूलाई अर्कै मजा आउँछ, किनभने सिक्किमको सबैभन्दा मनपर्दो जग्गा तिमी। अहिले फिलहाल चाहिँ फुलको सिजन भएको कारणले गर्दाखेरि धेरै मानिसहरू यहाँनिर आएर फोटो खिच्ने गर्छ, हेर्ने गर्छ, डुल्ने गर्छ अनि यहाँको भिडियोहरू लिने गर्छ। सो अहिले यहाँनिर नजाराहरू हेर्नुहोस्, मेरो पछाडि हेर्नुहोस् फुलिरहेको छ। यहाँ पनि अहिले दोकानहरू बनाएर टुरिस्टहरूको लागि एकदमै आकर्षण बनाइरहेको छ। यहाँनिर भर्खर नयाँ बनाएको दोकानहरू रहेछ। अहिले तपाईँले देख्नु हुँदैछ यहाँनिर मान्छेको भिड, गाडीको भिड। यति सुन्दर मौसम, सुन्दर जग्गा, सुन्दर। अनि यो फुलले जुन चाहिँ यो चेरीको फुलले नि यति साह्रो रमाइलो देखिरहेछ कि मान्छे चाहिँ यहाँदेखि हतपतले जानु मन गरेको छैन। सायद अब त्यस्तै खालको हामीलाई पनि फिल भइरहेछ, हामीलाई पनि जानु मन छैन। अनि हामी के कस्तो हुँदैछ है यहाँदेखि अलिक तलसम्म गएर हेर्ने। र चेरी फुलेको हेर्नुहोस्, यहाँनिर अहिले चेरी फुलेको हेर्नुहोस् कति सुन्दर देखिरहेछ चेरी फुल। वाउ। र यहाँ हेर्नुहोस् अहिले फिलहाल यहाँको चाहिँ अहिले दृश्य यस्तो छ होइन। चेरी फुलेको हेर्नुहोस् यति मजाले फुलिरहेको छ। साँच्चै नै सिक्किमको तिमीले चाहिँ टुरिस्टलाई आकर्षण यस्तो गराउँछ कि वर्षमा एकपल्ट चाहिँ यहाँनिर मानिसहरू आएर रमाइलो गर्ने गर्छ। त्यस्तै हामी एक हौँ र सधैँ जस्तै चाहिँ आज पनि रमाइलो गर्नु पायो र नेक्स्ट इयर पनि यसरी तिमीलाई हेर्न पाऊँ।
एउटा कुरो चाहिँ के लाग्यो भने यो वर्ष चाहिँ सायद अब यो समय अलिकति तलमाथि भएको कारणले हुनसक्छ, जुन चाहिँ यो क्षेत्रमा फुल्नु पर्ने थियो यो चेरी चाहिँ यसपालि त्यस्तो खालको चाहिँ फुलेको छैन। सायद अब हामी छिटो आएर हो कि सायद हुनसक्छ, तर भए पनि एक्ज्याक्ट यो टाइमहरू चाहिँ यति बेला फुल्ने टाइमै हो। तर भए पनि अब हाम्रो लागि चाहिँ धेरै मनोरञ्जन भइरहेको छ, हाम्रो मात्र होइन धेरै यहाँनिर आउने टुरिस्टहरूको लागि मनोरञ्जन भइरहेछ। तपाईँले बाटोबाट देखिरहनु भएको छ मानिसहरूको दृश्य कति रमाइलो राम्रो देखिरहेको छ, त्यस्तै छ होइन। घाम पनि चटक्क लागेको कारणले गर्दाखेरि आजको मौसमले एकदम साथ दिइरहेछ। तर एउटा कुरो चाहिँ हिमाल देख्न पाएन, अब हिमाल सायद देख्छ होला है। अब म टक्क गाडीमा स्टार्ट गरेर म जान्छु। अनि आजको दिन एकदम रमाइलो बित्दैछ, यसरी नै वर्षको हरेक दिनहरू बितेको होस् जस्तो लाग्छ मलाई त है। र आज पिकनिकहरू बाटोमा मान्छेहरू खेलेर बसेर होइन खाने खानाहरू आफै ल्याएर पकाएर खाँदैछ। र यहाँनिर चाहिँ खास गरी चेरी मेला एभ्री इयर लाग्छ, योपालि पनि अब चेरी मेला लागेको छ होला, तर अब मलाई याद छैन। हेर्दै जाउँ अब के कस्तो कस्तो छ यहाँनिर। हेर्नुहोस् है मान्छेको भिड, अहो 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 अहो। अलिक छिटो पुगेको थियो यसपालि। आज चाहिँ साँच्चै नै यो समयहरू चाहिँ अब साँच्चै नै फुलको सिजन हो। किनभने फुल चाहिँ चाहे वनमा होस् चाहे घरमा होस् होइन, यो फुल्ने सिजन भएको कारणले गर्दाखेरि बेस्ट चाहिँ नोभेम्बर, यो अक्टोबर नोभेम्बरलाई चाहिँ बेस्ट मन्थ मानिन्छ। तर सर्वश्रेष्ठ मन्थ चाहिँ मलाई नोभेम्बर लाग्छ क्या। एकदमै सबैतिर फुलिरहेको हुन्छ फुलहरूले, मान्छेलाई एकदमै आकर्षण गराउने यो मन्थ जस्तो लाग्छ मलाई चाहिँ। नोभेम्बर भन्ने चिज चाहिँ एकदमै, नोभेम्बर मन्थ चाहिँ सबैभन्दा बेसी मन परेको मन्थ है मेरो लागि चाहिँ नोभेम्बर हो। र अहिले मेरो पछाडि प्रत्यक्ष रूपमा तपाईँले देखिरहनु भएको छ यो जुन चाहिँ चेरीले आज हामी लोकललाई मात्र होइन टुरिस्टहरूको लागि चाहिँ झन् मजाले आकर्षण गरिरहेका छ। त्यसै कारणले गर्दाखेरि चाहिँ आज हामी यहाँनिर आइपुगेका छौँ। सो अब हामी यहाँनिर घुम्दै घुम्दै तलतिर जानेछौँ र हामी त्यो जग्गा पुग्नेछौँ। र त्यसको साथसाथमा हेर्नुहोस् यहाँनिर पनि यस्तै छ, यतातिर मजाको ठाउँहरू छ जहाँनिर चाहिँ तपाईँहरूले बसेर आफूलाई आनन्द मनाउन सकिन्छ, आफ्नो परिवारसँग आफ्नो बेस्ट फ्रेन्डहरूसँग तपाईँहरूले यसरी रमाइलो गर्न सक्नुहुनेछ। कहाँ माथिसम्म आँखाले नभ्याउने, अब यो त भर्खर सुरुवात भनौँ न, र तल पनि त्यतिकै छ। र फिलहाल अहिले चेरी फुलेर यस्तै छ होइन। गाडीको भिड हेर्नुहोस् अहिले, हेर्नुहोस् तपाईँले है यति सुन्दर जग्गा जहाँनिर चाहिँ चियापत्ती बगानको बिचमा यहाँनिर जुन चाहिँ ठाउँ ठाउँमा तपाईँहरूले यो चेरीलाई देखिरहनु भएको छ नि। अहिले चेरीको सिजन भएको कारणले गर्दाखेरि मनै रमाइलो भइरहेछ, चियापत्ती पनि त्यत्तिकै रमाइलो मजाको। हेर्नुहोस् न पत्ताहरू पनि सुनाइलो भइरहेछ। यति भिड छ कि दुईपट्टि हेर्नुहोस् गाडी राखेर मान्छेहरू पनि सायद अब यो मान्छेहरूले यो जाने टिकट पनि पाउँछ कि पाउँदैन त्यस्तो भइरहेछ कि आजको भिडले चाहिँ यस्तो बताउँछ कि साँच्चै नै सिक्किम चाहिँ यति साह्रो ब्युटिफुल छ भन्ने चाहिँ आज यहाँनिर नै प्रुफ दिइसकेको छ। तर भए पनि अब यो चाहिँ अझै मजाले फुल्नु पर्थ्यो जस्तो लाग्छ। अनि यहाँनिर तपाईँले बेलुका आउनुभयो भने यो रुखमा लाइटहरू लगाइदिएको छ। बेलुका चाहिँ जो चाहिँ लाइटिङले गर्दाखेरि चाहिँ मजाको यो रुखको अर्कै खालको भ्यू देख्छ र तपाईँहरू बेलुका पनि आउनु सक्नुहुनेछ। सो अहिले हामी चाहिँ बिहानी 11 बजीतिर आइपुगेको थियौँ। आउँदाखेरि पनि यति साह्रो भिड तपाईँले देख्न सक्नुहुन्छ। र हेर्नुहोस् अहिले मेन यहाँ तिमीको जुन चाहिँ यहाँ पार्क छ त्यहाँको दृश्य हो, यो चाहिँ तपाईँलाई देखाइरहेको छु। मान्छे
यो चाहिँ खास गरी तिमी मेला एभ्री इयर लाग्छ, तर यसपालि लाग्यो कि लागेन आई डोन्ट नो। तर एनिवे यति माया गर्छ क्या तिमीलाई चाहिँ मान्छेले मन पराउँछ। तपाईँहरू पनि चाँडो चाँडो आउनु चाहनुहुन्छ नि, तिमीलाई हेर्नु चाहनुहुन्छ नि, तिमीमा फुल फुलेको हेर्नु चाहनुहुन्छ भने तपाईँहरू चाँडै आएर हेर्नु सक्नुहुनेछ। यहाँ हेर्नुहोस् यो दृश्य, यो यसमा यहाँनिर चाहिँ अब तपाईँहरूले घोडाको राइड पनि गर्न सक्नुहुनेछ, माथि जिप लाइन पनि गर्न सक्नुहुनेछ। अनि यहाँनिर बसेर ड्रेसहरू लगाएर तपाईँले आफ्नो ड्रेसहरू लगाएर वेशभूषा लगाएर यहाँको कल्चरल ड्रेसहरू लगाएर फोटो खिच्नु सक्नुहुनेछ। र यहाँको मेन डिसहरू खानु सक्नुहुनेछ। लोकल डिसहरू के छ यहाँनिर पाउँछ, सबै कुरो पाउँछ यहाँनिर आजको दिनमा। रोकेर थ्याङ्क यू सो मच एभ्री वान जसले हाम्रो भिडियो हेरिदिनु भयो, मन पराइदिनु, लाइक गरिदिनु भयो। थ्याङ्क यू सो मच। र आज तिमीको यो दृश्य तपाईँहरूलाई देखाइरहेको छु। सो तपाईँहरू मनोरञ्जन गर्नुभयो होला, मन पराउनु भयो होला। र तिमी तपाईँहरू आउनुहुन्छ भने चाहनुहुन्छ भने चाँडै आएर तपाईँहरू यो तिमीको यो दृश्यलाई तपाईँले हेर्नुहोस्। र आजको लागि म यहाँबाट जाँदैछु, घर फर्किन्छु, बाई बाई।